राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको प्रश्न, दुई कार्यकालसम्म के परिवर्तन ल्याउनु भयो? पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री बालेन शाह बीचको वाक युद्धले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ। उहाँलाई त केही सोध्नै पर्दैन नि, राष्ट्रपति हुनुभयो, उहाँलाई राष्ट्रपति भएपछि सकियो नि। अरूलाई त परिवर्तन देख्नै चाहनुहुन्न थियो नि, देख्न चाहने भए त परिवर्तन गरिहाल्नु थियो। मजाले बस्ने, आयो राष्ट्रपति, ओहो राष्ट्रपति भइएछ, आनन्द चिल्लो कारमा हिँड्ने छ, सबै सेवा सुविधा पाइएछ, त्यहाँभन्दा अरू के चाहियो? आफूलाई स्वर्ग भएपछि अरू त जम्मै भोलिहालिन्छ नि। काम गर्न भनेर गएको भए पो अनि जनताहरूको माया लाग्थ्यो। जनताहरू पुरै खाडीमा, हाम्रे विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि मजाले चिल्लो गाडीमा, होइन? अनि प्रधानमन्त्रीहरू फेरि अब तँ बन्ने कि म बन्ने, तँ ठुलो कि म ठुलो, कुर्सीको लागि लडिरहने, जनताहरू जेसुकै गरून्। अनि अहिले आएर सबै पत्ता साफ भइसकेपछि बल्ल हामीले यस्तो बनाएको थियौँ, हामीले उस्तो गरेका थियौँ, हामी बिना देश चल्दैन, ह्यानत्यान अनाथरी भन्दैछन्। यिनीहरूले भनेर चाहिँ केही हुनेवाला छैन जस्तो लाग्छ मेरो विचारमा। तपाईँहरूको विचारमा चाहिँ के लाग्छ? कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नबिर्सनु होला, है त। अनि सबैको सामु पुग्नको लागि एक लाइक, एक सेयर अनि फलो गर्न चाहिँ नबिर्सनु होला। फेरि फलो त गर्नु पऱ्यो नि, होइन? यस्तो खतरा भिडियो बनाउँछु मैले। बेस साले।